गाइज नमस्ते सबैजनालाई एन्ड वेलकम टु माई न्यू ब्लग। आजको ब्लग रहेको छ अहिले चाहिँ हाम्रो नेपालको महोत्सव लागिरहेको छ नि त। आजदेखि आज अप्रिल 2025 त्यो पनि ग्रिक पार्कमा रहेको छ। मैले चाहिँ सुनेको टिकटकबाट देखेको सबैजनाले भनिरहेछन् यताउता होइन। त्यही भएर चाहिँ अब हाम्रो नेपालमा लागिरहेको हुन्छ नि त महोत्सवलाई गइरहेछ अनि यहाँको पनि जाम भनेर होइन। पहिलोपटक चाहिँ मैले आएको यहाँ 7 वर्ष 8 वर्ष हुँदै पहिलोपटक चाहिँ यसरी जाँदैछु म। लाइक कुनै पनि कन्सर्टहरू हुन्छ नेपालीहरूको होइन यहाँ न्यू इयरमा कुनै पनि फेस्टिभलमा, तर म कहिले पनि गएको छैन कि पहिलोचोटि जानु लागेको। त्यो पनि आज छुट्टी भएको हुनाले हो। अनि त्यो म मेरो सिस्टर अनि साथी पनि हुनुहुन्छ। बाँकी चाहिँ हेर्दै गर्नु ल। रेडी भयो अरे होइन जानको लागि रेडी भएर अनि मेरो बिस्तारै देख्नुहुन्छ सामान केटीहरूको हिँड्न लाइफ जस्तै हो कि सबैजनाको साथ। मेरो मात्रै नहोला सबैको त्यस्तै होला। मेरो चाहिँ लथालिङ्ग हुन्छ हिँड्न लाइफ अब साँझ आएर मात्रै सबै समेट्ने हो। यस्तो घाम छ कसरी हो, कति घाम होला उहाँ झन्। अब यहाँबाट चाहिँ म सिधै दिदीकोमा जाने हो। दिदीकोमा गएर दिदीलाई लिएर त्यहाँ बसेर खाना खाएपछि बल्ल हामी दुबई जाने भनेको। अब यहाँबाट चाहिँ म सिधै सिटी सेन्टर शारजा सिटी सेन्टर जाँदैछु गाइज। बहुत गर्मी छ हो, बहुत गर्मी छ। मेरो त मेकअपहरू सबै उत्रिने होला। मतलब गर्मीमा एक्चुअली हिँड्नै मन लाग्दैन कि। मेकअप हुन्छ नि हाम्रो केटीहरूको मेकअप, मेरो चाहिँ एकदमै पसिना आउने कि। मेरो चाहिँ एकदमै पसिना आउँछ अनि त्यही भएर चाहिँ मलाई गर्मी भनेर चाहिँ एकदमै पसिना आउँछ क्या। अब हेर्नु है यो मेकअप जति जान्छ क्या मेरो। अनि ओरिजिनल फेस देखिन् न त कति नराम्रो देखिन्छु म। टेन्सन लाग्छ मलाई गर्मीमा एक्चुअली भन्ने नि हिँड्नै मन लाग्दैन यस्तो गर्मी। अनि हेर्नु अब ट्याक्सीमा जानु छ मलाई दिदीको घरसम्म चाहिँ, दिदीको रुमसम्म। ओके गाइज हामी फाइनली भर्खरै दिदीको रुमबाट चाहिँ निक्लिसक्यो दिदी र म। अब यहाँबाट गाडी चढ्ने त्यसपछि जाने फेस्टिभल सारी के अरे बर्दुबई क्या बर्दुबई क्रिक पार्क। हाई गाइज र हामी गाइज फाइनली ट्याक्सीमा जाने भयौँ। बसमा गएर बसमा जम्मा 15 रुपियाँ लिँदो रहेछ, धेरै महँगो पनि होइन रहेछ। ट्याक्सीमा गयो भने सेयरिङ जस्तोमा। र हामी ट्याक्सीमा बसेको त्यो बसभन्दा ठिकै हुन्छ, चाँडै पनि पुगिन्छ। दुईजनालाई फेरि लाग्छ। सेयरिङमा गयो भने चाहिँ सस्तो पर्छ कि यहाँ होइन। अनि अब बसमा गयो भने पनि 10 रुपियाँ 12 रुपियाँ त हुन्छ नि होइन। ट्याक्सीमा सबै चाँडै पुगिन्छ। आनन्द स्टार आज स्टार हो नि त। ह्याप्पी स्टार है जो क्रिस्चियन हुनुहुन्छ। अफ्रिकनहरूको के रहेछ कि यहाँ फेरि एउटा देखिबाट ए यार एउटा प्रोग्राम होला नि त केही। जस रमाइलो गरिरहेको छ होइन आफ्नो कन्ट्रीको। हामी पनि आज रमाइलो हुन्छ उहाँहरू। हामीहरू चाहिँ दुबई आइयो रिगा। अब मेट्रो चढेर यहाँबाट सिधा क्रिक पार्क कहाँ हो? यहाँबाट चेन्ज गर्ने हो के अरे बुर्जुमानबाट। आज विकेन्डको दिन मान्छेहरू भिड छ हो सबै मेट्रोमा। कहाँ हुनुहुन्छ अरे? त्यो भित्रै क्रिक पार्क भित्रै भिड छ आज। कसरी हो आसिया कति भिड। सबै साथ त्यही पार्कमै जाने होला नि क्या मान्छेहरू। माई गुडनेस गेटमा आएन बल्ल मेट्रोबाट उत्रेर जाँदैछ नि तपाईँ गेटमा बस्नु। ए ल म त्यहाँ आएपछि तपाईँ फोन गर्छु। गीता दिदीलाई नदेखेको मैले त 15 वर्ष भयो होला है। 15 भयो थुप्रै। बिहा भयो नि हामी कहाँ देखेको त मैले देखेन। बिहा भएपछि बेबी भयो थियो त सानो थियो कि तिनीहरू होइन। त्यसपछि नदेखेको मलाई असम देखेको छैन। बुटुल बसेपछि यहाँ आयो देखेकै छैन म त है। जाँदैन नि कपिलाजीसँगको फोटो सुरजसँगको फोटो घरभरि थियो क्या उहाँले। सुरजको साथी हो कि खास सुरज दिदीको साथी हो तर कपिला दिदी पनि मैले
होइन त्यो मिलेर फोटो खिचेको मात्रै हो सुरज पढेको सुरजसँग नि त ल आज कति वर्षपछि मैले चाहिँ धेरै वर्षपछि देख्नु पाएँ मैले पनि 13 वर्षपछि तिमी अनि धेरै मैले नै भयो मैले बिहा हुनुभन्दा पहिला देख्ने फाइनल्ली गाइज हामी यहाँ आइयो हेर्न सक्नुहुन्छ सबै नेपालीहरू मात्रै हामी कस्तो लामो बुझेँ मैले कसैको बाल कति राम्रो मेरो भन्दा पनि लामो हो कसको उहाँ हेर नि त केटीको बाल ए लक्कली लगाएको हिजो नक्कली होइन र त उहाँ हेर नि त उसलाई है बुझेँ मैले हाफ सोल्डर त्यो नजिक होइन हो एउटै एउटै पनि ड्रेस लाग्ने हो आमासम्म हुन्छ यिनीहरू दिदीसम्म होला भनेर भन अनि म 35 त गर्दैन बुढा के अरे बुढा बहिनी कहाँ छोराछोरी बुढा भएर पाउने हो र भनौँ अस्ति मेरो दिदीतिर म पनि सल्लाह भयो कि अनि मैले भने उसो भए पछि गएर भने पछि जाने अब छुट्टी आएर गर्ने केही हुन्न त्यो बाजेले भन्दै गर्छ न अरे सही भनिस् सही गरेस् हुन त कविताले फेरि पत्ताउनु पनि पर्दो रहेछ कि मलाई बाजेले 26 वर्षपछि बिहे गर भने थिएँ गणेश 26 वर्षपछि बल्ल मैले बिहे गरेँ नि त जे होस् राम्रै भयो भन्न ह्याप्पी आइएम सो ह्याप्पी त्यसले नराम्रो त भयो मतलब यस्तो हो कि तिनीहरूले भन्न खोजेको 25 वर्ष गऱ्यो भने एकदमै राम्रो छ होइन लगन राम्रो हो बिचमा गऱ्यो भने चाहिँ कस्तो हो नि नराम्रो होइन होला भन्न खोजेको राम्रो बेस्ट भनेको होला कि हामीले पोजिटिभ सोच्नुपर्छ अहिलेको जेनेरेसनको मान्छेले सही सोचेस् गणेश तैँले र मैले फेरि एकचोटि बिहा गर्नुपर्छ सँगसँगै इन्साल्लाह 2 वर्षमा पुरै बाजा गाजाका साथ बिहे गर्ने हो बेकार आयो जस्तो झ्याउला गर्मी ला कोही थियोलाई नि 5 वर्षमा पुगिन्छ होला बल्लभित्र नेपालको जङ्गल हेर्नु कति धेरै भिड छ ओ कसरी भित्र पस्ने हो माई गुडनेस सायद 5 बजेसम्म रातिको 5 बजीसम्म चाहिँ पुग्न सकिन्छ फ्रीमा भने हामी बडी मुस्किल 1.5 घन्टा रोक्यो होला अरू त 5 नम्बर गेट फेरि पठाएर उता गयो नि त फेरि मैले तिमीलाई बोलाएँ नि त हर गेटमा मान्छे हर गेटमा मैले तिमीलाई बोलाएको यिनीहरूले के भन्यो नि यता बन्द भयो पन्टी गर्नलाई अब अर्को गेटमा जानुहोस् भन्यो कि अनि त्यही भएर मैले तिमीलाई बोलाएको त्यही भएर बोलाएको थिएँ म त बिजुली पानी कुरेर बसिरहेको अनि मान्छे गएपछि चाहिँ अलिकति भए पनि छोडिदियो नि त आउनलाई खुसी लाग्यो मान्छे हेर न कति त उता अर्को गेटमा गइसक्यो जमिनाले फोन गरेको जमुना आइसक्यो कि 1 नम्बर गेटमा चाहिँ भित्र छिरिसक्यो कि नै हो त यस्तै भिड गाना सुन्न बहिनी खेलेको याद आयो हो कुनै कस्तो लागिरहेछ आसिया मुस्किलले 1-2 घन्टा त बस्यो होला कि बाहिर हामी कता हो बस्नु यहाँ हो बस्नु कुदै लेडिज सबैजना वा कति राम्रो देखिरह गर्मी के खै खै कुन चाहिँ सेप देख्छु म त गीता दिदी सन्चै हुन्छ कति साल तपाईँलाई त मैले त साँच्चै 15 सालै भयो होला है धेरै भयो होला कि त्यो नानको
बाघहरू छोटा छोटा नि त्यतिखेरै हो कि देखेको सानो सानो हुँदा त्यसपछि देखेकै थिएन कति खुसी लाग्यो गाइस धेरै वर्षपछि हामी भेट भयो है दिदीसँग त्यो भए पनि हरिसन चाहिँ आराम हुनुहुन्छ कहाँ हुनुहुन्थ्यो तपाईँहरू अहिले अनि त उहाँबाट लाइन लाएर मात्रै झोलामा त हामी फर्किनु लाग्थ्यो झौलाएर फर्किन्छु भनेको गेट बन्द गर्दैन पछि घुसायो कि हामीलाई हामीहरू 5 नम्बर भनेको 4 नम्बर त्यही 4 नम्बरबाट हो कि हामी पनि मान्छे त्यहाँ धेरै भएर निकालिदियो कि फेरि पठाइदियो यता 4 नम्बरमा जाउँ यहाँको उस के बिग्रियो भन्यो होइन मान्छेहरू सबै ओर्थाम गर्छ अलिक थोरै भयो नि त्यहाँदेखि घुसाइदियो कि हामी त पहिल्यै आएको धेरै अगाडि नै आएको कपाल 12 बजे मलाई चाहिँ 12 बजे यो उठेर आउँदा खाना खाना हामी 1 बजे बल्ल हिँड्थ्यौँ यता यति राम्रो धेरै खुसी लाग्यो भेट भएको अब हामी चाहिँ जाँदैछौँ हेर्नलाई बहुत भिड छ बहुत ही ज्यादा भिड छ बहुत ही त्यहाँ त हामी गएको पनि छैन अझै अब एकछिनपछि जाने लाखौँमा होला मान्छे यति धेरै त मैले कहिले पनि देखेको थिएन हेलो थ्याङ्क यू बहुत खुसी लाग्यो होइन पहिलोचोटि यसरी लाइक यसरी पहिलोचोटि देख्यो होइन पहिलोचोटि आउँदैछ कि त्यो नेपालको महोत्सवमा पनि यति धेरै देखेको थिएन होला सो गयो हेर्नु होला है यति म यहाँ अहिले त यता टाढाबाट खिचिरहेको छु म त्यहाँ अगाडि गएकै छैन अहिले त्यहाँ गएपछि थाहा हुन्छ त्यसपछि बाँकी मैले त्यही गरेर देखाउँला सक्नुहुन्छ यति भिड छ यति भिड छ यसै गरी यो सारा कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष तथा नेपाल चटपटे खाइरहन मोमो खाइरहन हामीले खाने कतिखेर हो हामी चाहिँ मेरो साथीलाई खोज्दै हिँडेको यति भिड त मैले कहिले देखेको पनि थिएन क्या फोन पनि लाग्दैन क्या कहाँ छ कहाँ हो यो पर्बु ब्याङ्क खोज्दै खोज्दै हिँड्नु पर्बु ब्याङ्क खोज्दै हिँडिरहेको छ मेरो साथी कहाँ हो नेपाली खुसी लाग्यो कति धेरै स्टलहरू म लुज छु भने तिमीले लुज मोमो खानु मन लाग्यो आएर फेरि त्यो अन्टीहरू सघाएको एउटा दिदी मात्रै हुन्छ हामी 3 जना मात्रै खाऊँ कहाँबाट आप खोजेस कसले ल्याएको कसले ल्याएको जाउँ न कसले ल्याएको आप मलाई कस्तो मोमो खानु मन लाग्यो नेपाल फेस्टिभलमा आएर नेपाली आँप त्यो मैले खान्छु नेपाली आँप खाँदै आज तिमी के खान्छौ सेलरोटी कहाँ ल्याएको घरैबाट स्टलमा खान नपाएर यहाँ खाइरहेको अहिले आँप खाने बेला भयो नेपालमा होइन सिजन त होइन नि त अहिले त के हो
Rai community. Sakari is the most important traditional festival of the Kirat Rai people. It is celebrated twice a year. Newa Pujiri, representing the indigenous Newa community, Gojolappa. The Newa community is one of the oldest and most culturally rich ethnic group of Nepal, traditionally inhabiting in Kathmandu Valley, which include Kathmandu, Bhaktapur and Lalitpur. They are the indigenous people of the valley and have played a central role on spreading the country's history, art and architecture, trade and culture. According to Census 2021, Newa community comprised 4.6% of the country's total population. Lakhe Dhime Jhaki. It is a traditional and vibrant cultural performance associated with the Newa community, especially in Kathmandu Valley. Lakhe is a mythical demon or giant often. Our chief guest, Honorable Minister for Health and Population, Mr. Pradeep Paudel, along with His Excellency Mr. Tej Bahadur Chetri, Ambassador of Nepal to the United Arab Emirates, to kindly come forward and light the ceremonial lamp. जताततै रमाइलो छ गाइस, जताततै रमाइलो छ। आज जाने बेला भइसक्यो, हामी धेरै बेर बस्न पाइँदैन, भोलि ड्युटी छ, तर बहुत रमाइलो छ। यता पनि बाजा छ। स्टेज छोडेर यता साइडमा पनि एकदमै रमाइलो छ। त्यही कारण हामी धेरै बेर बस्न पाउँदैनौँ। आजको फेस्टिभल चाहिँ हाम्रो यही सिद्धियो। हाम्रो हेर्नै पाइएन नि। हेलो 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 आजको के अरे हाम्रो आजको कलाकारहरूलाई चाहिँ हामीले हेर्नै पाइएन, किनकि हाम्रो भोलि ड्युटी छ। सो चाँडै जानुपर्ने हुन्छ, त्यही कारणले चाहिँ हामीले उहाँहरूको गानाहरू एलिना चौहान अर्को को अरे उहाँहरूलाई चाहिँ हामीले देख्यौँ, प्रत्यक्ष अगाडिबाट देख्यौँ।
तर हामीले चाहिँ गाना सुन्न पाइएन किनकि राति भयो होइन ड्युटी पनि जानुपर्छ भोलि बिहान मेरो पनि ड्युटी छ 8 बजी उठ्नुपर्छ सो बराबर बस्न चाहिँ पाइँदैन त्यसै कारणले चाहिँ हामी चाहिँ आजको प्रोग्राम यही समाप्त हाम्रो लागि चाहिँ कस्तो लाग्यो त दिदी भन्दै त तर बहुत रमाइलो लाग्यो वाउ कस्तो राम्रो म्युजिक सुनिरहेछ तर के गर्ने गाई जस्तै हो यस्तै हो कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो पहिले चाहिँ यस्तो फेस्टिभल पनि त गएको नि त होइन नेपालमा पनि गएको तर यति रमाइलो जस्तो लाग्दैन अहिले चाहिँ बहुतै धेरै मान्छे बहुतै धेरै आजको भ्लग चाहिँ गाइस यतिमै सिद्धिन्छ होला आजको भ्लग चाहिँ मेरो यतिमै सिद्धिन्छ भाइ भन्दै आजको नेपाली फेस्टिभल पनि 10 बजी सिद्धिन्छ हाम्रो चाहिँ अहिले सिद्धियो सो अब चाहिँ हामी घर जानु लाग्यो कति मान्छे हुन्